हेलो गाइज, हाम्रो यात्रा भइरहेको छ दुनैदेखि प्लाससम्मको यात्रा। हामी चाहिँ म अनि मेम, त्यसपछि हाम्रो एकजना सरिता मिस, हामी गइरहेको छु। अन्तिमसम्म हेरिदिनु होला। A few moments later. बिराम भएर हामी बसेको हामी बजारदेखि यति माथि आइसकेका छौँ खासमा है। हजुर धेरै उकालो छ है। सीताराम दाइको घर जानु नि गाह्रो छ। हामी यहाँसम्म आइसकेका छौँ। अब हामी चाहिँ जाने भन्ने कुरा हो, अलिकति सन्चो छैन। माथि चाहिँ यो ठ्याक्कै डाँडादेखि माथि नै हो। हामी यहाँ बसिरहेको छौँ। बजारदेखि चाहिँ यति नै आइयो भनौँ यो बाटोबाट। हामी जति नै माथि गइरहेको थियौँ, बजारको सुन्दर दृश्य देखिरहेको थियो भने हामीलाई उकालो भएको कारणले गर्दाखेरि हिँड्न पनि अलिक गाह्रो नै भइरहेको थियो। हामी चाहिँ जानुपर्ने अति नै माथि नै थियो, डाँडादेखि माथि नै हो। हामी बिस्तारै गइरहेको थियौँ। बाटो उताबाट छोटो बाटो चाहिँ थियो, तर हामी मेमहरूलाई हिँड्न गाह्रो भएको कारणले गर्दाखेरि हामी रोड नै गइरहेको थियौँ। अनि माथिबाट चाहिँ हाम्रो सीताराम दाई चाहिँ पानी लिएर आउनुभएको थियो। मेमहरूलाई पानी तिर्खामा लागिसकेको थियो र उहाँलाई साह्रै गाह्रो भएको थियो। उहाँ आउँदाखेरि दाईलाई भेटेर उहाँहरू धेरै खुसी हुनुभएको थियो। म चाहिँ अलिक तल नै थिएँ। पछि आफ्नो मात्रै बनाउनु यहाँ चाहिँ ट्र्याक्टर पल्टेको अस्ति ट्र्याक्टर पल्टेको छ। दोनै बजार देख्न सक्नुहुन्छ। पात बुटेर देख्न सक्नुहुन्छ तपाईँले। त्यहाँ माथिको हिउँ चाहिँ अझै भोटोको हिउँ नजिक देख्दा नजिक छ। भोटोको हिउँ चाहिँ पग्लेको छैन। अनि दुनै बजार देख्न सक्नुहुन्छ। दुनै बजार हिँडिरहेको छौँ। घाम लागेको कारणले गर्दा घाम पनि भइरहेको छ। त्यस बाटो यस्तो रोड चाहिँ ठिकै छ। यहाँ चाहिँ अस्ति भर्खर ट्र्याक्टर दुर्घटना भएको थियो। गुरु चाहिँ बित्नुभयो भन्ने सुनेको हो। अनि हामी हिँड्दैछौँ। हामी जान लागेको आउने मेम ठाउँको नाम तिब्ला भन्ने ठाउँमा जाँदैछु। सीताराम दाईको घरमा फेरि स्पेसल्ली सबैलाई मिस यु भन्न चाहन्छु भन्ने छ हो। पुरै के अर्कै छ, खोला हो कि के हो? यो खोलै हो, झरना हो। ए झर्ना थियो त यिनीहरू पहिला। ए गाह्रो त भएको छैन तपाईँहरूलाई? हाई गर्नु म्याम। सीताराम अङ्कल। बाटो तल गएर
भिडियोमै छ धेरै माथि नै छ हामी हिँड्दैछौँ कन्टिन्यू टु बी कन्टिन्यू हो र किन आउनु भएको त मनले भन्छ भन्नु न कस्तो भइरहेछ यात्रा जर्नी दर्दन पेनफुल पनि भएको पानी सहित होइन सकेन के छ आज मिस गरिरहनु भएको छ जस्तो लाग्छ कोही कोहीलाई मलाई पनि त हो पैसा आज दाँत दुख्दा थाक्यो सल्लाहको रुख हुन् कि रूप हुन् के हुन् भेटिस तिमी नै तिमी नै मलाई राम्रो लाग्छ ओहो टिकटक होइन बनाएको टिकटक हेर्दैछौँ नि अझ जानुपर्ने यात्रा धेरै नै छ बिहानै बनाएर हिँड्ने निस्केको मात्र चित्रण गर्थ्यो जान्न पर्छ हामी चाहिँ आइसकेको छौँ हेलो हाई हेर्नु न यस्तो छ अवस्था हामी हिँड्नै नसकेर बाटो यसरी जाम जानुपर्छ हेलो 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 हामी खै तिनीहरू देउसम्म चाहिँ हामी धेरै माथि नै आइसकेको छौँ लौ लौ गाउँ जाने बिस्तारै नजानु क्या अनि देख्न सक्नुहुन्छ तपाईँले सिमटा देख्न सक्नुहुन्छ सिमटी ए हेर्नु उयो
गाउँ देखिरहेको छ यहाँबाट साह्रो यस्तो हुन्छ यस्तो अझै छ पागल भए म सक्दैन किरानदाई बोतल पानी भन्दा हामी गाउँ पुग्न अझै लाग्ला 15-20 मिनट जति हामी अब एकछिन यहाँ पानी खाएर जान्छौँ माथि नै छ गाउँ एकदम पुरै तलमाथि यो कुन मन्दिर हो अरे शिव मन्दिर कहाँ छ आउँदै तिनीहरू आउँदै होइन हामी धेरै अगाडि आएको कारणले गर्दा चाहिँ हामी त्यहाँ बस्यौँ लगभग 5-10 मिनट जति बस्यौँ म्यामहरूलाई नि कुर्यौँ सीताराम दाइ र म बसिरहेको थियौँ यहाँ अवस्था म त जान्न होला देख अझै छ मेम हिँड्नु नसकेर फोटो समात्नु भएको छ यता हेर्नु अङ्कल हाई गरिदिनुहोस् आमाले चाहिँ खोर्सानी कुटिरहनु भएको थियो ल यता हेरिदिनु मनैसँग भएको छ क्या सीताराम दाई हामी सीताराम दाईको घरमा छौँ साखुरा सहित देख्दिन तिमीलाई म त म त्यही छु त तिमीलाई कोदो
एउटा सिङ भाँच्याएको छ त यो के हो यहाँको हो दाइ के हो यो झुपा ए झुपा नि आमा चाहिँ गाई बाबु चाहिँ चौरी ए आमा गाई तर बाबु चाहिँ चौरीका कारणले गर्दा झुप्रो ए के छ टेन्सन नलिनु ल ल के बालुवा कि सिमेन्ट के हो बालुवा उताको कारगर कति भयो माथि आएको छ पक्का सर भएर माथि आउनु भएको नि ल हेर्नु कहाँको चोरी हामी भन्दिनु त चौधरीमा चौधरीमा होइन चौधरी